Hello guys, welcome back to my new vlog with Sobar. Sobar क्या हो ये तो Sobar ठमेल एरिया हमारे घर से करा बाइक का लिया है तीन कंसर घर माथि करा पतंग उडाएर आफ्नो माथि पतंग हामी यस्तै के हामी के गर्न आएको ह हजुरलाई मेरो भलाको हजुरलाई स्वागत गर्न चाहन्छु नमस्ते कौन है ये लोग यति गाडी यहाँ लिएर पनि म हजुर कुनै के कस्तो फिल भइरहेको छ के फिल भइरहेको छ यो भोला आएर यहाँबाट उडेर राखेँ लाग्यो पतंग होइन कहाँ त्यहाँ पुगिरहेको थियो यार अनि हजुरलाई पनि मेरो लगभग स्वागत छ के धन्यवाद छ हामी यो यता उताको एरिया चाहिँ हामी जान चाहँदैनौँ अहिले होइन त्यहाँ गएपछि फेरि जङ्गलमा मङ्गल भन्ने देखिन्छ नि उता गएपछि हामी यता शनिबार फेरि आएको छ अस्ति चाहिँ हामी त्यो ठाउँबाट उता हुँदै त्यो उताबाट हुँदै यहाँ पुगेका थियौँ ल भाइ उडा माथि उडा है पतंग हम ये चोबार के कुछ छेड़ पहले हम उधर थे लेकिन अब हम इधर पहुंच गए ही ना ये मेरे दो लौंडे के साथ हैं दो लौंडे के साथ यहाँ इधर डुल रहा हूँ इधर आज रमाइलो करने के लिए इधर आ गए हम तो यहाँ बाइक आ रहा है उधर से थोड़ा हिंदी आता है 50% हिंदी आता है भनेर हैन माथि परेको अनि बसी राखेर बाइक चलाएर हैन आइफोन भाइ छोडेको ल ए ल हेलो माय फ्रेंड आज हम ये इधर आ गए हैं ये ठाउँ का नाम क्या है मुझे भी पता नहीं है ना लेकिन ये दो लौंडे लोग हैं मुझे लेकर आ गए इधर आएंगे हम यहाँ चुबार अभी आ गए नाम यहाँ में चुबार में आ गए किधर जाएंगे हम अभी हम जा रहे ये जो भी बोल रहा है उसका कोई तुम फिक्र मत करना है लेकिन ये आप माइंडेड है पागल भी भटकवाना जा रहा है आपने गाना बनाने के लिए ले भाई ये ऐसा बोल रहा है तभी हम जा रहे हैं यहाँ का मैनेजमेंट अभी मुझे बहुत अच्छा लगा क्या कीर्तिपुर के में आकर यहाँ का ही बहुत अच्छा लगा मुझे छोटे छोटे दुकान भी इधर है अभी मुझे ऐसा ही प्यार करते रहना है ना लाइक सब्सक्राइब फॉलोअर करते रहना है ये गाड़ी आ गई इधर से वो सबके आप पेंट लेना इसीलिए वो रोड के पास ही बैठ गया है ना वो क्या करे मुझे पता नहीं आंटी लोग या फिर कौन लगे इधर भी मलाई तो त्यही लागिरहेको थियो नि उसले त मैं यहाँ हिंदी बोल रहा हूँ अभी है ना यार किधर जा रहे हैं अब हम ओए भाई लोग आप किधर जा रहे हैं अभी तो स्कूल जा रहे हैं हम अभी स्कूल जा रहे हैं जब स्कूल पहुंचेंगे तब हम एक छोटा सा भलक बना के वो भी डाल देंगे बस अभी के लिए तो नहीं ये आपके हाथ में है ना आप मुझे प्यार करते रहो सपोर्ट करते रहो ऐसे लाइक कमेंट करते रहो शेयर करते रहो गाली भी कर सकते हो वो लाइक मत कर रहा है ना तुम बहुत अच्छे लोग हैं मुझे पता है ना हम आपको बोलते थे ना ये मंजूश्री ले कहा कीर्तिपुर के डांडा के काठमांडू में पहले पूरा दा होता लगा था ना वो काट के पठा लिया था ना इधर है क्या अब मैं नेपाली में बोलूँगा मन्जुश्रीलाई काटेको ठाउँ चाहिँ यता रहेछ गाइजहरू यो ठाउँमा काटेर यताको पुरै पानीलाई चाहिँ यहाँबाट बोकाएको रहेछ पुरै यो मन्जुश्रीलाई काटेको ठाउँ हजुर देख्न सक्नुहुन्छ नि यतै थियो क्या अनि दह चाहिँ यता थियो अहिले यता पुरै पहिला पुरै काठमाडौँ हुनुभन्दा अगाडि नै यता पुरै दह रहेछ होइन पहिला त त्यसको चाहिँ मन्जुश्री भनेर आफ्नो तरबारले काटेको क्या तरबार हुन्छ नि त्यो हतियार खुकुरी हतियार त्यो हतियार चाहिँ यता पुरै काटेको रहेछ नि यो ठाउँबाट यही नै हो क्या काटेकोमा साथै यही नै हो काटेको यहाँ उता दह पनि नदी पनि देख्न सक्नुहुन्छ यता पनि काटेको थाहा होइन आई बिलिभ 100% आई बिलिभ भन्छ उता काटेको अरे उता काटेको अरे उता त्यसपछि उता म मान्छे यता काटेको होइन पानीमा चाहिँ उता पुरै पहिला आज पुरै घर लाग्यो पहिला त यहाँ पुरै दह थियो नि त होइन म
मन्जुश्री कति दियो कति अल्गा थियो त्यो सबै क्यालकुलेसन अनि अल्गा त दियो नि त अनि अल्गा यो पार्क कुन पार्क रहेछ क्या थाहा भएन नि यार धेरै रमाइलो चाहिँ यता रहेछ क्या त अरे यार चौबारको नाम मात्रै रहेछ रमाइलो चाहिँ यता रहेछ नि कुन ठाउँ यहाँ भक्का 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 आइरहेको हामी उता रिसर्च भइरहेको छ उता रिसर्च भइरहेको छ फेरि म यसलाई नाच न यार ए नाच्दा बाबु ल नाच त इधर हम पहुंच गए इधर पिकनिक स्टोर अनि लास्टको जी कलेज हेरेर चाहिँ पहिला प्लस भन्नुपर्छ एक साइड भन्नुपर्छ त्यसपछि अर्को साइड भन्नुपर्छ त्यसपछि अपोजिट साइड भन्नुपर्छ त्यसपछि धेरै रमाइलो ठाउँ भनेको चाहिँ यता रहेछ केटाहरू हेरेर तपाईँ पुरै आइरहेको छ तल मलाई अलि भलक मान्छे जस्तो नि अलि लाज लागिरहेको छ खोला हेर्नु तल म लग्छु नि तलको खोलामा होइन यहाँ भल गरेर पुरै पोखरीबाट आइरहेको कारण यहाँ रमाइलो छ ठाउँहरू हामी यहाँ इधर पहुँच गए ये मन्जुश्री चाहिँ काटेको डाँडा हुन्छ यता काटेको हुनुपर्छ लगा छ अघि घरदेखि जाँदा घर कता हो उता आउनु के डाँडा गाउँ मन्जुश्रीलाई काटेको अघि कल आफ्नो जलखेतको लागि मन्दिर रहेछ त्यसरी पुरै हामी धेरै रमाइलो चाहिँ भइरहेको थियो हामी जाइन अहिले चाहिँ यहाँ मन्दिर पनि रहेछ यार ए बाँदर पनि छ कि बाँदर जाँदैन कुकुर रहेछ यार कुकुरलाई बाँदर भनिदियो मैले यार मलाई यो देखेर होइन पोखराको एउटा कोट हुने यता राख्यो नि त्यस्तो लागिरहेको क्या मैले 100% एक्युरेसी लागिरहेको थियो जाउँ माथिसम्म जाउँ हामी ठ्याक्कै साइडबाट रानीबल खोला त जस्तै यो रानीबलमा के राजाले आफ्नो रानीबल सेकेन्ड रानीबल यता पनि होइन अनि अब मेरो भलकमा आफ्नो स्वागत थियो अङ्कललाई पनि आफ्नो भलकमा स्वागत थियो रेस्ट राख्नु पुरै माथि पुरै केटाहरू पार्क जस्तो रहेछ पार्क भ्यू जस्तो उताको ठाउँ पनि राख्नु बन्दरगाहमा त यहाँ नदेका यहाँ के छ यो कुनै फ्याक्ट्री हो के होइन गाडी बन्ने फ्याक्ट्री होला जस्तो लागिरहेको म त अघि नै फ्याक्ट्री जस्तो लागिरहेको थियो होइन थाहा भएन मलाई जहाँसम्म लाग्छ मन्जुश्रीले काटेको चाहिँ उता भन्दा नि उतै हुनुपर्छ जस्तो लाग्यो मलाई यता त्यता मन्जुश्रीले काटेको जस्तो हुनुपर्छ होइन मलाई यो ठाउँको नाम नै मन्जुश्री पार्क रहेछ क्या होइन वास्तवमा यो ठाउँको नाम रिसर्टहरू जस्तो रहेछ होइन भलक हो भाइ भलकमा कमेडी हुँदैन नि त होइन गाजहरू कमेडीहरू पनि मैले भलकको अलि मिनी सानो सर्ट भिडियोहरूमा भलक बनाएर टक्कसँग कमेडी जस्तो भलक बनाएर हाल्नु सक्छौँ हामीले पुग्नुपर्ने त्यो ठाउँ छ होइन अहिले चाहिँ हामी यो ठाउँ कसरी जाने क्या कसरी कता गइरहेको बन्दरगाह चौध यता र उता नि कता नि चौडा भनेको ताला हुने हाल्नु यता हो र अनि त्यो छोटो हो नि त हामीले हेर अस्ति यहाँ पऱ्यो त आएको तौडो यहाँ होइन नि तौडो हामी नाइट भ्यू गाइजहरू आजको लागि चाहिँ यति नै होइन हामी नेक्स्ट भ्लगमा मिलाउँला होइन अहिले चाहिँ हामी यता पुरै चौबार घुमेर यताउता दक्षिणकाली आएर मन्जुश्री आएर होइन रुम फर्किन लाग्छ अहिले चाहिँ यति नै हामी चाहिँ नेक्स्ट भ्लगमा मिलाउँला आशा छ यो भ्लगमा मेरो 1 मिलियन लाइक आउँछ भनेर पुरै 1 मिलियन लाइक 1 मिलियन भ्युज आउँछ भने मलाई आशा छैन अनि अब बाँकी चाहिँ अर्को भ्लगमा मिलाउँला हस्